नमस्ते दर्शकबिन, म सेप महेश शाह। टेस्ट मिथिलाको क्रममा आज हामी एउटा जनकपुरमा छौँ र जनकपुरमा आज हामी मिथिलाको जनकपुर माहित महोत्सव कम्प्लिट भएपछि आज हामी राम भरोस सरसित भेट्न आएको। अब पहिलोचोटि यो मेरो भेट हो। अब त्यसै सन्दर्भमा अब जाउँ सरसितलाई अब प्रोग्राममा स्वागत। सर नमस्ते। धन्यवाद। हम कौन भाषा में जी धन्यवाद। कुछ नेपाली में कह दीजिए हम मिथिला क्षेत्र में परंपरागत रूप में हमारा पुर्खाहरूले निर्धारित गरेका खानपिनका एउटा मापदण्ड हुन्छ, जो मापदण्ड हाम्रै पिँढीमा समाप्त हुँदैछ। आउने पिँढीमा त त्यो के रहला, विभिन्न किसिमबाट नयाँ नयाँ खानाहरू, नयाँ नयाँ परिकारहरूको नाउँमा अनावश्यक मसालादार खाना अथवा अनहाइजेनिक, म भन्छु त्यसलाई हाइजेनिक पनि भन्न मेरो उचित बुझिरहेको छैन, त्यस्ता खाना खाएर कहिले ग्यासको शिकायत हुने, कहिले पेट खराब हुने, कहिले सुगर हुने, कहिले ब्लड प्रेसर हुने अथवा अन्य किसिमका बिरामीहरूको घर हामी आफ्नो शरीरले बनाउँदैछौँ। यस्तो अवस्थामा यी तमाम विकृतिहरूलाई समाप्त गर्न फेरि एकचोटि हामीले आफ्नो पुर्खातिर जानुपर्छ। उहाँहरूले हामीलाई दिएका सौगातहरू, खानपानका सामग्री र वास्तवमा घराइसी सामग्रीबाट बनेका सामग्रीको सौगातहरूलाई फेरि सम्झाउनुपर्छ। हो, मलाई थाहा छ अब खेतमा धान गर्ने, धान चामलको समस्या हुन्छ, त्यो खानपिनको लागि त्यहाँ उब्जाउने काम गरिन्छ, तर त्यो उब्जाएर प्राप्त गरेर खानुभन्दा बजारबाट चामल किन्ने, बजारबाट दाल किन्ने, बाहिरबाट आयातित भएका तरकारीहरू किन्ने, अर्ग्यानिक तरकारी त कुरै भएन, ती तरकारीहरू किनेर हामी खान्छौँ। कहाँबाट हामी स्वस्थ हुन्छौँ? कसरी स्वस्थ हुने त? यसलाई कसरी व्यवस्थापन गर्ने? यो व्यवस्थापनको लागि निश्चित रूपमा एउटा अभियानको आवश्यकता छ। एकजना दुईजनाले पनि हुँदैन। यो सामाजिक स्तरबाट हामीले हाम्रा परम्परागत रूपमा प्राप्त गरेका खानाहरूलाई कसरी व्यवहारमा ल्याउन सकिन्छ? म्याक्सिमम सम्भव नभए पनि कमसेकम स्वास्थ्यको दृष्टिकोणबाट सप्ताहमा एक दिन दुई दिन कसरी त्यसलाई हामीले प्रयोग गर्ने त? त्यो प्रयोग गर्नको लागि हामीसँग हाम्रो कार्यसभाली हुनुपर्छ। हामीले त्यहाँ अर्ग्यानिक खेती कहाँ भइरहेछ त्यो पनि हेर्नुपर्छ। त्यो नभए पनि जे हामीसँग सम्भव छ घरमा उब्जेका सामग्रीहरू प्रयोग गरौँ बढ्ता, त्यसले हाम्रो स्वस्थता दिन्छ। र यसमा खाना पकाउने माध्यमहरू कसरी हुन्छन्? हामीसँग अहिलेको समाजमा म के देख्छु भने तपाईको शरीरमा अनेकौं व्याधिहरू भइरहेछ। सुगर त कमन भइसक्यो, सबैलाई थाहा छ। सुगर छ, ब्लड प्रेसर छ, हार्ट नै कहिलेकाहीँ यसो हुन्छ, पेटमै ग्यासहरूको बिमारी हुन्छ। अब त खानामा के खाने त? कसरी खाने? हाम्रो आफ्नो परम्परागत खाना, जुन मिथिला खाना, मैथिली क्षेत्रका खानाहरू, मैथिली समाजमा खाइएका शरीरमा अनेकौं किसिमका व्याधिहरू आउन सुरु गरिसकेका छन्। हेर्नु न, नयाँ नयाँ पुस्तामा पनि यो बिमारी सुरु भयो। त्यो निश्चित रूपले खानपिनको कुरा होला। त्यसलाई व्यवस्थित गर्ने, एउटा राम्रो खाना पकाउने अथवा राम्रो सेफ भनौँ या हाम्रा परिवारका व्यक्तिहरू नै हुन्, चाहे कहीँ पारङ्गत रूपमा चिनिएका व्यक्तित्वहरू जसरी गर्न सकिन्छ। खोइ हाम्रो अगाडिमा अहिले महेशजी हुनुहुन्छ, अन्तर्राष्ट्रिय स्तरका सेफ हुनुहुन्छ, राम्रा खाना, मिठा खाना प्रमोसनमा लाग्नु भएको छ। अब उहाँहरूको दायित्व हो के हो भने यी मैले अहिले गरेको ब्लड प्रेसर हो, सुगर हो, हार्ट हो, चाहे शरीरमा ग्यास कम हुने, स्वास्थ्य राख्न सक्ने खाना कसरी विकास गर्ने? त्यही परम्परागत सामग्रीबाट जुन हाम्रो गाउँघरमा पाइन्छ त्यस्ता सामग्री कसरी प्रयोग गर्ने? हामी डाइटको 3 भाग 4 भाग गरौँ। शरीरमा भएका जस्तै डाक्टरले लेख्छन्, सुगर भएका व्यक्तिहरूले यी खाना खानु हुँदैन, यस्ता खाना खानुपर्छ, यसरी खानुपर्छ, उसको सुगर लेभल ठिक हुन्छ। हामी मिथिला खाना, हामी यस क्षेत्रका खानाहरू तयार गर्दाखेरि के खाने त? के दिपस्कने कि उहाँको सुगर लेभल बढ्दैन? त्यो स्तरमा हामीले जाउँ न त। यो पनि एउटा हाम्रो रेसिपीमा रहोस् न। हाम्रो मिथिला खानाको यस विशिष्टता यसरी पनि झल्किन्छ। त्यहाँ निश्चित रूपले माछा छ, सुगरलाई नराम्रो होइन, राम्रो बनाएको छ। मासु, खसीको मासु हामीले अप्ठ्यारो मान्छन्, तर अन्य मासु त हामीसँग छ। पशु पक्षीको मासु खान सकिन्छ। त्यसमा पनि कसरी सब व्यवस्थापन गरेको छ। त्यसलाई कसरी गर्ने, कति खाने, के गरी खाने, के मसला दिने या कसरी पकाउने, त्यस्ता रेसिपिजहरूको विकास हुनुपर्छ। त्यो मिथिला क्षेत्रमा काम गर्ने या मिथिला खानालाई प्रमोट गर्ने
साथीहरूलाई ध्यानमा राख्नुपर्छ। शरीर भने शरीरका जति व्यवस्थापन छ त्यो पनि त्यो बात त्यो खुलेर गर्ने। त्यो गर्दाखेरि के हुन्छ, घरमा पनि अब आफू बनाउँदाखेरि सतर्क हुने, यसरी खाना बनाउँदा सुगर बढ्दैन है, ब्लड प्रेसर बढ्दैन अथवा छ भने कम हुन्छ, नत्र हुँदैन, हार्टलाई सुविधा हुन्छ। त्यो अङ्ग्रेजी दबाका प्रिस्क्रिप्सन्सको आधारबाट खाना बनाउने एउटा कुरा छ। तर हामी आउने दिनमा किन न हाम्रा सेफहरू जहाँ हाम्रा मिथिला खाना बनाउनेहरू मिथिला क्षेत्रमा पस्किने खानाहरूको लागि एउटा सूची जारी गर्ने कि यो खाना खेली गरी सुगर कम हुन्छ, ब्लड प्रेसर बढ्दैन, कम हुन्छ, अथवा शरीरमा अन्य रोग हुँदैन। त यो कुराहरू पनि अब विचार गर्नुपर्छ, स्वास्थ्यलाई ध्यानमा राखेर। सरलाई म सानो एउटा क्वेसन गरौँ। हामी त आज होइन रामायणकाल 300 कि कति वर्ष भन्छ त्रेतायुगदेखि यो खानाहरू छ, तर पनि मिथिला खानाको विकास नहुनुको कारण त के होला सर? मिथिला खाना झन्झटिया खाना हो, व्यवस्थित गर्नुपर्छ। अब तरुवा बनाउने, त्यहाँबाट तरकारी किनेर ल्याउने, धुने, उसलाई काट्ने, त्यसलाई व्यवस्थित गर्ने, त्यहाँ यतिजना त साग माछा पनि बनिहाल्छ, तेल कर्किरहेको छ त्यहाँ हाल्ने, त्यहाँ निकालेर खाने, अर्थात् फास्ट फुड त्यसैले भन्छ तुरन्त खान सकिने, तिनीहरू त्यो श्रेणीमा आउँछन्। कसरी मान्छेको फुर्सदै छैन, अहिले आयो 10 बजे मलाई स्कुल जानु पऱ्यो, 10 बजे मलाई अफिस जानु पऱ्यो, 10 बजे मलाई मिटिङमा जानु पऱ्यो, के गर्ने, हतार भयो, ल्याउनु जे छ तुरन्त बनाएर ल्याऊ खाइदिने, अनि त्यसबाट रोग निम्ति आउने, शरीरमा दुनियाँभरको अनावश्यक त्यो हुने। त्यो कारण पनि मिथिला खाना या यस क्षेत्रका परम्परागत मैथिली खाना जसलाई हामी भन्छौँ, मिथिलाभन्दा पनि मलाई यतातिर लग्नु पर्यो, मैथिली खाना, मैथिली समाजमा प्रयोग हुने खानाहरू, मिथिलाञ्चलका सम्पूर्ण जाति वर्ग माने बिचमा प्रयोग हुने खानाहरू जो परम्परागत रूपमा अत्यन्त शुद्ध हुन्थे, अत्यन्त शरीरको लागि लाभदायी हुन्थे, ती खानाहरू बनाउन निश्चित रूपमा झन्झटिया हुन्छ। त्यसमा अब के भन्छ, पिठार चाहिन्छ, बेसनको त्यो चाहिन्छ, दुनियाँ चाहिन्छ, भने विभिन्न छ। मेहनत गर्न नचाहने के स्वास्थ्यको लागि पनि मेहनत गर्न नचाहेको हुनाले मिथिला खाना अहिले पछाडि परेको छ निश्चित रूपमा। सर अहिले जनकपुरलाई हेर्दा हामी थकाली थाली पाउँछौँ, तर मैथिली थाली जनकपुरमा सायद 2-3वटा होटलले मात्रै राखेछ र तर त्यो जुन यदि टाइम लाग्यो भने त्यसलाई होटल एसोसिएसन र अरू पर्यटक बोर्डहरूद्वारा यदि मिथिला खाना अनिवार्य गर्दा जनकपुरमा के कसो होला त फ्युचर दिन? होइन, गर्नु पनि पर्छ। अब यहाँ मैले सुनेको छु, अब होटलमा त म न्यूनै खाने गर्छु, तर मैले सुनेको छु जनकपुरका केही होटलहरू मिथिला खानाको नामबाट पस्किने गरेका छन्, तर त्यसको मूल्य चाहिँ बनाउनुभन्दा 4 दुगो बढिराखेका छन्। यो राम्रो भएन। मिथिला खाना तपाईँको अन्य खाना त छँदैछ नि, 1 से 1 पेय पदार्थ छ, 1 से 1 खाना बनाएर तपाईँ मनोरञ्जन गरिरहनु भएको छ यात्री अथवा खाना खानेहरूलाई। कमसेकम मिथिला खाना जसरी तपाईँ बनाउनुहुन्छ त्यसलाई त्यसको मेन्टेनेन्स यसरी राख्नुहोस् न कि म्याक्सिमम मान्छे त्यही रुचाओस् त्यहाँतिर। त्यहाँ अलिक महँगो हुन्छ अरे मलाई थाहा भएको जसरी चाहिँ मिथिला थाली भनेर प्रयोग गरिरहेछन्, त्यसमा त्यही तरुवा सरुवा टाउटी चटनी अचार हुन्छ, तर त्यो महँगो गरिदिन्छ। त्यो महँगो नहोस्, सामूहिक रूपमा सबैले प्रयोग गर्न सकोस्। र अनिवार्यताको रूपमा त के कुनै होटलै यस्तो हुनुपर्छ जहाँ मिथिला खाना नै पाइन्छ, त्यो कारणबाट पनि लोकल मान्छे पनि आज मलाई मुड भयो है घरमा बनेर जाउँ मिथिला खाना खाउँ, त्यहाँ आज त्यहीँ बसेर खाउँला, त्यस्तो हिम्मत गर्ने, त्यस्तो व्यवस्थापन गर्न सक्ने कुनै होटलको अलि व्यवस्था हुन सक्यो भने त्यसले वास्तवमा यो खानालाई राष्ट्रिय अन्तर्राष्ट्रियसम्म पुर्याउन मद्दत पुग्छ। अब सर, अब जुन हाम्रो मिथिलामा दर्शकबिनहरू छ या बाहिरकोबाट जुन टेस्ट अफ मिथिला हाम्रो प्रोग्राम हेरिरहनु भएको छ, महेश एफलाई फलो गरिरहेको छ, त्यसलाई हजुरकोबाट के कसो सन्देश होला त? होइन, हेर्नुहोस्, सबभन्दा मूल कुरा के छ भने मिथिला खाना